त्यसै गरी यिनीहरूको सत्यनाश भइस्। हे भगवान, हे प्रभु, सत्यलता देवी देवता होस् भनेपछि किन नहान्ने? अर्का घरभित्र बसे हान्दैनन्? आत्मरक्षाको लागि जो पनि हान्छन्, आत्मरक्षाको लागि जो पनि हान्छन्। अर्काको यस्तो बेजोग बनाएपछि सर्प धुलोभित्र सर्प पसेको सर्पलाई नयाँ सरकारले लालपुर्जा दिने भन्ने छ नि त दिदी। त्यो जोखिमपूर्ण उठाएर राम्रो सम्बन्धित ठाउँमा दे भनेको छ। त्यसरी भ्रष्टाचार विरुद्धको सबैभन्दा ठूलो शक्ति जनताको आवाज हो र यही आवाजबाट सुरु हुँदैछ नेपालमा भ्रष्टाचार विरुद्धको मी टू अभियान।